हेलो गाइस, अनि म चाहिँ आज चर्च जानलाई उठिसकेको छु अनि मलाई चाहिँ आज एकजना दिदीले गाइड गर्दै हुनुहुन्छ। यहाँभन्दा अघि पनि तपाईहरुलाई म देखाउने नै छु, हेर्नु होला। फाइनली म चाहिँ एकदम फ्रेश भइसकेको छु अनि अब खाना बनाउँछु। खाना चाहिँ मेरो साथीले मलाई एकदम बनाइदिँदैछ अनि म चाहिँ आइरन लुगामा लगाउँछु हैन। मेरो बाइबलहरु वरिपरि रेडी गर्नुपर्ने हुन्छ अनि तपाईहरु देख्न सक्नुहुन्छ मेरो लुगा चाहिँ यही हो। के लाउँ भएर है पुरै छरबस्ती पारिरहेको छु मैले। अब हेर्छु म लुगा हेर्छु कुन लगाउँछु थाहा छैन, तर एकदम लखालिङ्ग छ। त्यसपछि आज एकदम खुसी छु म। आज यस ठाउँमा आएर मैले सेवालाई चाहिँ पाउन लागेको छु। मेरो लागि चाहिँ यो एकदम आशिष भन्दा कम छैन अनि म एकदम खुसी छु। यो खुसी चाहिँ म तपाईहरुको माझमा आज बाँड्नेछु, हेर्नु होला। हामी चाहिँ हाम्रो गन्तव्यमा जाँदैछौँ। म चाहिँ कपाल उडाउँदै फरर हावाको मजा लिँदै अनि म चाहिँ एकदमै खुसी छु किनकि म आज कति मनपछि यहाँ सेवाकै भेटिरहेको छु, चर्च जाँदैछु, त्यसै कारणले खुसी छु। अनि मेरो आवाज सुनेको छैन र पनि एकदम भ्यू पनि राम्रो छ, घाम पनि परिरहेको छ, बादल लागिरहेको छ अनि हावाको मजा लिँदै हामी जाँदैछौँ। निरन्तरता दिनु होला। फाइनली हामी चाहिँ सिटी आइपुगेको छौँ। मेरो ज्यान कति चलाउने सिटी आइपुगेको छौँ। तपाईँहरूलाई म सिटी देखाउनेछु। यो चाहिँ फेरि लन्डन है। हामी चाहिँ फाइनली एकदमै राम्रो है, एकदम राम्रो लाग्यो। साथी र मैले चाहिँ मजाक पनि गर्यो लन्डन युरोप आइपुग्यो भनेर, तर यो चाहिँ युरोप होइन, तर युरोप भन्दा चाहिँ कम चाहिँ देखिँदैन, एकदम वाउ छ। नाइस, मलाई चाहिँ राम्रो लाग्यो है। एकदमै सरल हावा खाँदै रमाइलो लिँदा हाम्रो लोकेसनमा फाइनली आइपुग्यौँ। लोकेसनमा आइपुगेको छौँ अनि तपाईँले हेर्दै गर्नु होला मेरो बोल्ने ढङ्ग अनि मेरो ब्लग देखेर मेरो साथी चाहिँ हल्का लजाको अवस्था। अझै 5 मिनट लाग्छ जस्तो छ। यहाँ ठ्याक्कै ट्राफिक भयो है, हामीलाई अलिक टाइम लाग्छ जस्तो छ। केही छैन, हामी 50 भन्दा 4 बजी भन्दा चाहिँ अगाडि नै पुग्छौँ जस्तो छ। हामी चाहिँ 4 बज्नुभन्दा अगाडि चाहिँ पुग्नुपर्ने हुन्छ किनकि हाम्रो 4 बजीबाट चाहिँ हाम्रो सङ्गति स्टार्ट हुन्छ। यहाँ पनि छ एउटा चर्च, यो चाहिँ क्याथोलिक चर्च हो, तर हामी यहाँ जाँदैन। हामी चाहिँ नेपाली चर्चमा समुद्रको छेउछाउमा छौँ। तर माफ गर्नु होला, समुद्र नदेखिने रहेछ। म तपाईँले पछि देखाउनेछु। हामी चाहिँ यो चर्च छोडेर हामी चाहिँ नेपाली चर्चमा जाँदैछौँ। हामी फाइनली चर्चको अगाडि मेन गेटमा आइपुगेका छौँ। फाइनली हामी चर्च आइपुगिसकेका छौँ। म मेरो दिदीलाई कल गर्नेवाला छु। फाइनली चर्चको गेटमा आइपुगेको छ। यो हाम्रो चर्च रहेको छ। मलाई भिडियो बनाउनु अप्ठ्यारो लाग्छ, त्यही भएर म तपाईँहरूलाई भरेतिर देखाउनेछु। सबैजना चिनजान गर्दै जेलसी गर्दै हामी सङ्गतिमा पस्यौँ। अब म भिडियो बनाउन सक्दिनँ किनकि म एकदम सङ्गतिमा व्यस्त हुन्छु। सङ्गति सकिसकेको छ अनि सबैजना बाहिर निस्केर फोटोसोटो क्लिक गर्दैछ। अनि यो चाहिँ क्रिसमसको डेकोरेसन हो, क्रिसमस आउन लागेको हुनाले। अनि आजको सङ्गतिमा म एकदम आशिषित भएँ अनि शान्त भएँ। मेरो हृदयमा पनि परमेश्वरलाई धन्यवाद भएको होस् आजको दिनको लागि। अब हामी पनि फोटोसोटो खिचेर हामी पनि आफ्नो गन्तव्यतर्फ लाग्नेछौँ। आजको मेरो जिप्पती ब्लगबाट बिदा हुन चाहन्छु।
चाहन्छु सबैजनालाई बाई बाई थ्यांक यू फर वाचिङ